द रिचेस्ट म्यान इन बेबिलोन। बेबिलोनको सबैभन्दा धनी मान्छे सन् 1926मा प्रकाशित भएको पुस्तक हो, जसले संसारभर लाखौँ मानिसको वित्तीय सोचमा क्रान्ति ल्याएको छ। लेखक जर्ज एस क्लासनले वित्तीय ज्ञानलाई कथाहरूको माध्यमबाट सरल तर प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। पुस्तकमा बेबिलोन सहरको ऐतिहासिक पृष्ठभूमि प्रयोग गरेर विभिन्न पात्रहरू, विशेष गरी अर्काड मार्फत हामीलाई जीवनका स्थायी आर्थिक सिद्धान्तहरू सिकाइन्छ। अर्काडको कथा, सफलताको बिउ कसरी उम्रिन्छ। पुस्तकको प्रमुख पात्र अर्काड सुरुमा एक सामान्य अक्षर लेखक थिए। उनी पनि गरिब थिए, ऋणले थिचिएका थिए, तर उनीसँग थियो धनी बन्ने तीव्र इच्छा। उनले एक धनी पैसा सापटी दिने मानिस माथोनसँग काम गर्न थाल्छन् र सोध्छन् धनी बन्ने रहस्य के हो। माथोन उनलाई सिकाउँछ धन आफूसँगै राख्ने, खर्च कम गर्ने र लगानीको मूल्य बुझ्ने तरिका। अर्काडले ती सिकाइहरू जीवनमा लागू गरेर थोरै समयमा बेबिलोनको सबैभन्दा धनी मान्छे बन्न सफल हुन्छन्। उनका साथीहरू पछि उनलाई सल्लाह माग्न आउँछन् र उनले आफ्ना अनुभवहरू खुलाएर बाँड्छन्। बचत गर्ने कला, पहिले आफूलाई तिर्नुहोस्। यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण र आधारभूत सिद्धान्त हो। अर्काड भन्छन्, तपाईँ जे कमाउनुहुन्छ त्यसको कम्तीमा 10% तपाईँको आफ्नै लागि बचत गर्नुपर्छ। धेरै जसो मानिस पैसा कमाएर सबै खर्च गर्छन्, तर यदि तपाईँले आफूलाई केही नदिई सबै अरूलाई दिनुभयो भने तपाईँ कहिल्यै धनी बन्न सक्नुहुन्न। बचत भनेको केवल पैसा थुपार्नु होइन, त्यो तपाईँको स्वतन्त्रता, आत्मबल र भविष्यमा लगानी गर्ने क्षमता हो। अर्को छ खर्चलाई काबुमा राख्ने कला। यो खण्ड विशेष गरेर अहिलेको हाम्रो आधुनिक जीवनमा झन सान्दर्भिक छ। अर्काड भन्छन्, सबै आम्दानी खर्च गर्नु भनेको नदीको पानी जस्तो हो, जहाँ बग्छ त्यहीँ जान्छ। मानिसको चाहना कहिल्यै सकिँदैन, त्यसैले खर्चको योजना बनाउनुपर्छ। चाहनाहरूलाई प्राथमिकतामा राख्नुपर्छ। के साँच्चै आवश्यक छ र के केवल क्षणिक इच्छा मात्र हो भनेर पहिल्याउन सक्नुपर्छ। यो किताबले लगानीको ज्ञान र जोखिमबारे चेतावनी पनि दिन्छ। बचत मात्र पर्याप्त छैन, त्यो बचतलाई काम लगाएर थप आय बनाउनु पर्ने हुन्छ। तर अर्काड चेतावनी दिन्छन्, लगानी गर्नु भनेको जुवा खेल्नु होइन। तपाईँले पैसा त्यहाँ लगाउनुहोस् जहाँ तपाईँलाई ज्ञान छ वा तपाईँले विश्वास गर्न सक्ने अनुभवी मानिसले मार्गदर्शन गर्छन्। धेरै मानिस छिटो धनी बन्ने लोभमा नाश हुन्छन्, जसको अन्त्य दुःखद हुन्छ। सुनका 5 नियम, 5 लज अफ गोल्ड, स्थायी मार्गदर्शन। पुस्तकमा अर्काडले सुन, धनका नियमहरू सिकाउँछन्, जुन आजको समयमै पनि लागू हुन्छन्। बचत गर्नुहोस्। प्रत्येक कमाइको एक अंश तपाईँले आफ्नो लागि राख्नु पर्दछ, त्यसलाई बचत गर्नुहोस्। लगानी गर्नुहोस्, बचतलाई लगानी मार्फत वृद्धि गर्नुहोस्। जोखिम कम गर्नुहोस्, सुरक्षित लगानी रोज्नुहोस्, अन्धो ढङ्गले पैसा नलगाउनुहोस्। ज्ञान लिएर मात्र लगानी गर्नुहोस्। अनभिज्ञसँग सल्लाह गरेर लगानी गर्नु जोखिमपूर्ण हुन्छ र लोभबाट बच्नुहोस्। छिटो पैसा कमाउने लोभले कहिल्यै स्थायी धन दिन्न। यो सँगसँगै बेबिलोनको सबैभन्दा धनी मान्छे किताबले ऋणबाट मुक्त हुने मार्ग पनि दिँदछ। पुस्तकले ऋण, डेटबाट कसरी छुटकारा पाउने भनेर पनि सिकाउँछ। अर्काडले सल्लाह दिन्छन्, हरेक महिना आफ्नो ऋण तिर्नको लागि विशेष रकम छुट्याउनुहोस्। साथै बाँकी पैसा आफ्नो खर्च र बचतमा बुद्धिमत्तापूर्वक बाँडफाँड गर्नुहोस्। ऋणबाट छुटकारा पाउन योजना
अनुशासन र धैर्य चाहिन्छ। र अवसर चिन्न सक्ने दृष्टिकोण राख्नुहोस्। द रिचेस्ट म्यान इन बेबिलोनमा भनिएको छ, अवसरले ती ढोका मात्र खोल्छ जसले तयारी गरेका छन्। समयको मूल्य बुझ्नु, उचित समयमा निर्णय लिन जान्नु र हरेक क्षणमा सिक्ने दृष्टिकोण राख्नु, यिनै गुणहरू तपाईँलाई जीवनमा अघि बढाउँछन्। पाठहरू जो पुस्तौँसम्म लागू हुन्छन्। यो पुस्तक सदियौँ अगाडिको हो, तर यसको शिक्षा आज पनि समान रूपमा सान्दर्भिक छ। किनभने पैसा, सोच, अनुशासन र चाहना कहिल्यै पुरा हुँदैनन्। यी जीवनभरका साथी हुन्। यही कारणले बेबिलोनको सबैभन्दा धनी मान्छे समयभन्दा परको पुस्तक हो। यो आत्मविश्वास, आत्मविकास र भविष्यको सुरक्षासँग जोडिएको ग्रन्थ हो। निष्कर्षमा भन्नुपर्दा बेबिलोनको सबैभन्दा धनी मान्छे केवल वित्तीय ज्ञानको किताब होइन, यो एउटा जीवन दर्शन हो जहाँ धैर्यता, अनुशासन, आत्मनिर्भरता र जिम्मेवारीको मूल्य सिकाइन्छ। यो पुस्तकले तपाईँलाई आफ्नो आयलाई मूल्य दिन, खर्चलाई नियन्त्रणमा राख्न, बचत र लगानीको संस्कार बसाल्न र भविष्यप्रति आशावादी रहन सघाउँछ।